टर्न यो टु माई न्यू ब्लग। आज धेरै दिनपछि म ब्लग बनाउन गइरहेको छु। भर्खरै ट्रेनिङ गरेर आएको छु। आज यस्तो केटाहरूले भिडियो बनाइदिनु जाऊँ भनेर भन्दै यता भिडियो बनाउनु बेला हल्का ब्लग बनाइदिउँ भनेको कति महिना भइसक्यो ब्लग नबनाएको। त्यही आज ब्लग बनाइरहेको छु। केटाहरू भिडियो सुटिङ गर्नलाई आछन्। ओइ भाइ के छ? के छ थाहा? आज के बनाउने? मामा उल्टा हान्दिन्छ। ल हान्नु ढिलो भान्छ ल उल्टे। यो जय नेपाल। ल तैँले पनि हान त ल हान मा। अब हामी ठ्याक्क भिडियो बनाउनु गइरहेछौँ। बनाउनु छ उतै खोलातिर। तेरो नाम के अरे भन्दै त? मेरो नाम चाहिँ डायमन्ड तामाङ। तेरो असली नामै डायमन्ड तामाङ हो? निक्नेम निक्नेम टिकटकमा के नाम छ त? डायमन्ड तामाङ छ। अब ल युट्युब च्यानललाई ल के भन्नुपर्छ ल? हाम्रो दाइको युट्युब च्यानल लाइक एन्ड सब्सक्राइब गरिदिनु मेरो भाइ बहिनीहरू। नमस्कार। नमस्कार। तपाईँ कति दिन सिङ्गल बस्नुहुन्छ? के बोले भाई? अब क्या बोले? क्यों भी ओवर एक्टिंग करता है साला? ओवर एक्टिंग की औलाद। मेरो कपडामा कितना पसिना मेरो माइजू बन्नको लागि को रेडी हुनुहुन्छ? सबले कमेन्ट गरिदिनु होला। अब एकैछिन भिडियो बनाइन्छ। आजको यतै कार्यक्रम हुन्छ। भिडियो सिडियो बनाइन्छ। आज ट्रेनिङबाट पनि भर्खरै आएको छौँ कि हामी। त्यहाँ सबै ट्रेनिङ गर्ने मान्छेहरू आर्मीहरूको सबै आर्मी त्यो मान्छे कहाँबाट आएको छ आज? नेपाल आरसको। यो लाखो तलको कत्तु लाग्यो के तर अब ठ्याक्कै त्यहाँ पुगिसकेपछि भिडियो बनाउँछु। हेर्दै गर्नु होला, फुल वाच गर्नु होला मेरो ब्लग। अब यस्तो ठाउँमा हिँड्न पर्छ भिडियो बनाउनलाई। हामी यस्तो यस्तो ठाउँमा हिँड्न पर्छ। ओए यतातिर पनि एउटा सुट गरौँ के? यहीँदेखि लखड्दै लगाऊँ के? दिलसन कहाँ गयो त फेरि? यस्तो ठाउँमा भिडियो बनाउन आएछ म गाइज हेर्नु सक्नुहुन्छ। यति मिनट लाग्छ कि हामीलाई टिकटकमा भिडियो बनाउन पनि। तपाईँहरूले बुझ्नुहुन्न। लाइक कमेन्ट हानिदिनु न, सब्सक्राइब भनिरहेको छु छोरी। हेर्नु सक्नुहुन्छ तामाङ भाइ कस्तो गरेर हिँड्छ। भिडियो सुटिङ गर्ने क्यामराम्यान मै परेँ। अब भिडियो बनाउन लाग्छौँ हामीले। अब यहाँ हेर्न सक्नुहुन्छ। अब म क्यामेरा भाइले दिन्छु, भाइले भिडियो बनाइदिन्छ। सबै क्लिप म जोडेर युट्युबमा हाल्छु। हेर्दै गर्नु होला भिडियो। सो गाइस यस्तो सुटिङ गरेर यस्तो फेर्न पर्छ। आज म क्यामेराबाट बल्ल मुक्त पाएको छु। यहाँ घानिरहेछ, यहाँ सुट भइरहेछ। हेर्नु सक्नुहुन्छ। पछाडि हेमन्त भाइ पछाडि बस्यो। यो घोप्टी परेपछि हेमन्त भाइ बसेर हान्ने हो कि के हो? बसेर हान्ने हो। बसेर हान के ल? रिसेर एक्सप्रेसन रियलै भयो ल हान हान हान। बस्नु पहिला मोबाइल छु पनि पछाडि त्यसो गर्नु। छोपो मोबाइल अलिक घोप्टी पर खट्रै गरेर यहाँ सुटिङ भइरहेछ नि त। म हानु भन्छु ल हान। खट्रै हो फेरि सुटिङ। यहाँ हान्ने मान्छे यस्तो भिडियो बनाऊ उठेर यो न हानम के उठेर भिडियो बनाऊ के? यो वाला हानम के यो वाला मुजी चिक्ने र एडा भिडियो मुन्ना के त्यहाँ यति देख हैन यतिको मुजी त्यो त के पनि अलिकति यस्तो गर्नु त पर्यो नि मलाई। त हल्का गर। शरीरमा के शरीरमा यस्तो बना के ल ल शरीरमा त यस्तो गर्छ है म ल। यो यस्तो रेडी अलिकति यता ओए तिम्रो ओ लामा भाइ रेडी छस्? गुन्डाहरु तिम्रो लाइन लाग्यो। मुजी म यहाँ पछि बस्छु मा छि। यता सुन हो यहाँ बस। तिमी यतमै बस न। यहाँ यहाँ तिमी। अनि म चाहिँ त्यो तरिकाले बस्नु न माथि ज्याङ्गो त पाराले। ल हो बडी ल यस्तो गर त ल। भाइ ओ देखु त अलि भिडियो अलि यता उता यता साइडमा हो है फेरि। यस्तो गर न तिमी आएर यहाँदेखि चुरुकको उफ्रेर के ल छुट्टी मात्र त्यो गुन्डालाई पनि देखाऊ। गुन्डालाई देखाएर मतिर भयो स्टार्ट गर्नु न। एक्सन
हल्का यहाँ कस्तो ड्राइभरहरु यहाँ एउटा बस्ने अनि यहाँबाट उठेर यस्तो यस्तो हान जस्तो गर्ने अनि उठ्यो बरु एउटालाई घोप्टाइदियो बरु बे हेट्टीमा यी म त छोप्यो होइन कि दिजन दाइ पल्टेछ नि हामी यसो फेरि हामी यता फर्के हेरेर मुजी आएर गरौँ न ओके ठ्याक्कै रिसमा के जस्तो यो भने यो भन रिसमा ठ्याक्कै गएको गरान्छु अनि एकजना बिगाले रिसबाट च्याप्प हान्छ नि एकजना माथि हान्छ च्याप्प हान्छ फ्यास्क हान्छ तिमी उठी जस्तो तिमी सुटाएर पहिला तिमी उठी जस्तो च्याप्प हान्छ फेरि हान्छ तिमी सुटाउँछ डन्डीका नचल्दा फाइनली सुटिङ भइयो गाइज सब केदारको सुटिङ भइयो सुटिङ भइयो दिलसन सुटिङ भइयो सुटिङ एकदम भ्याइ बोर्ड मेहनत गरेछन् यस्तो हालत हुन्छ सुटिङ गर्दाखेरि हेर्न सक्नुहुन्छ 2 किलो भर्दैछन् के बाजा यार कोले भर्दैछन् हेर न 7 करोड 10 करोड 15 करोडको भिडियो बन्यो आज भन्यो लगे फिक्स नआए चाहिँ 1000 रुपैयाँ त पाउँछन् 20 करोडको दिन्छ पैसा कति रुपियाँ रे 1000 रुपैयाँ 1000 रुपियाँ फिक्स हो के उ जान्छ के भन्छ डाइरेक्ट तर हाम्रो इन्टरभ्यू लिन आन्छ मलाई त लाग्छ मेरो घरमा नि त्यही पुरै पत्रकारको यस्तो लाइन हुन्छ क्या यस्तो डिल्सन हो पत्रकारको लाइन हुने भयो के के लाग्छ त मुझे के साल ल अब ब्लग अब यतिमै एन्ड गर्न पर्ला जस्तो छ फाइनल ए ब्लग अब यतिमै एन्ड गरेर जस्तो लागेछ अब आजको ब्लग यति नै अब हेमन्ते र त्यो के भन्छ रे लामा भाइले उल्टे टाइप हानेर देखाइदिन्छ लास्टमा एन्ड गर्दाखेरि ल हान्डे रेडी 1 2 रेडी 1 2 एक्सन यो ल यतिसम्म भ्लग हेरेर हुन्छ लाइक कमेन्ट सब्सक्राइब हान्नु होला भ्लग मन पर्यो भने कमेन्ट एउटा मिठो कमेन्ट हानिदिनु होला कालो भयो त के भयो त मुजी गोरो छु त कस्तो लाग्यो कमेन्ट सुझाव बक्स कमेन्टमा गरिदिनु होला हस्त नमस्ते अर्को भ्लगमा भेटौँला जय नेपाल जय नेपाल खोइ जय नेपाल